फेरि नेपाली शेयर बजारमा 30 करोड रकमको आइपिओ निष्कासन हुँदैछ। अब 3वटा कम्पनीहरूले सर्वसाधारणहरूको लागि 30 करोड रकम बराबरको आइपिओ निष्कासन गर्न लागेका हुन्। आइपिओ निष्कासन गर्न लागेको पहिलो कम्पनी रहेको छ एभरेस्ट कलर लिमिटेड, जुन कम्पनीले आज जेठको 22 गतेबाट सर्वसाधारणहरूको लागि आफ्नो आइपिओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले टोटल 6,55,77,000 रकम बराबरको 6,55,700 किता शेयर आइपिओ मार्फत सर्वसाधारणहरूलाई निष्कासन बिक्री खुल्ला गरिसकेको छ भने तपाईहरूले यस कम्पनीको निष्कासन गरेको आइपिओमा आज जेठको 22 गतेबाट जेठको 27 गतेसम्म यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नुहुन्छ। त्यस्तै गरी सर्वसाधारणको लागि आफ्नो आइपिओ निष्कासन गर्न लागेको अर्को कम्पनी रहेको छ सर्वोत्तम पेन्ट्स कम्पनी, जुन कम्पनीले यही जेठको 28 गतेबाट असारको 2 गतेसम्म सर्वसाधारणहरूको लागि आइपिओ निष्कासन गर्न लागेको छ। यस कम्पनीले टोटल 7,05,50,000 रकम बराबरको 7,50,500 किता शेयर आइपिओ मार्फत सर्वसाधारणहरूको लागि निष्कासन गर्न लागेको हो। र त्यस्तै गरी सर्वसाधारणको लागि आफ्नो आइपिओ निष्कासन गर्न लागेको अर्को कम्पनी रहेको छ माउन्ट एभरेस्ट पावर लिमिटेड, जुन कम्पनीले यही असारको 3 गतेबाट सर्वसाधारणहरूको लागि आइपिओ बिक्री खुल्ला गर्नेछ। यस कम्पनीले 14,27,60,000 रकम बराबरको 14,27,600 किता शेयर आइपिओ मार्फत निष्कासन गर्न लागेका हुन्। नेपाली शेयर बजारमा लगातार 3 कम्पनीहरूले एकपछि अर्को गर्दै आइपिओ निष्कासन गरिरहेका छन् भने आज जेठको 22 गतेबाट एभरेस्ट कलर लिमिटेडले आफ्नो आइपिओ बिक्री खुल्ला गरिसकेको छ। तपाईँ सम्पूर्ण लगानीकर्ताहरूले यी 3वटा कम्पनीहरूमा आवेदन दिन सक्नुहुन्छ।